काठमाडौँ हिँडेको पुरै जाममा फसेर त्यत्तिकै छ। के गर्नु, सबै गाडीहरू त्यत्तिकै बसिरहेको छ है। गाडी पनि त्यत्तिकै छ, मेरो त्यो अगाडिको गाडी हो। यो भनेको त्यस्तै छ, केही पनि बोल्नु मिल्दैन अहिले चाहिँ। ल यो बालन सिटी यस्तो मजा आएको छ है। मेरो सबै लाग्यो होला काठमाडौँ पुरै डेभलप भइसक्यो भनेर, अझै पनि डेभलप भएको छैन कि काठमाडौँ चाहिँ अझै पनि त्यस्तै नै छ। अझै पनि त्यस्तै यहाँ फोहोरहरू त्यत्तिकै छ, केही गरेको छैन। भन्दा मात्रै यो डेभलप भइसक्यो काठमाडौँ भन्ने। अगाडि पनि त्यस्तै छ है। अब यत्रो थुप्रो छ यहाँ। अब कहिले हुन्छ डेभलपमेन्ट? कहिले पनि हुँदैन। पुलिसहरूकै अगाडि, हेडक्वार्टर अगाडि नै यस्तो छ। अब यत्रो थुप्रो छ यहाँ, कहिले हुन्छ त डेभलप? त्यो भन्ने मात्रै हो कि डेभलप भयो भन्छ, केही पनि डेभलप भएको छैन। मैले देखेअनुसार बोलेको, अब अरूसँग बोल्दैन। बालको छिटो कसले के गर्छ? के खान रोकियो फेरि? जाम भयो बालन सिटीमा। बालन दाइ गाडी जाम हुनु भएन है, खोलिदिनु पऱ्यो। यो स्कुटी पनि यसो राख्नु पाउनु भएन। यहाँ हेर्नु त, यहाँ म हिँड्दै चाहिँ यत्रो आएछ। बालन दाइ भनिदिनु है सबैलाई। अब काठमाडौँमा रमाइलो गर्दै बसिरहेको छ। काठमाडौँको भ्यू भनेको यही नै हो। भन्छ जहिले पनि राम्रो भयो। हिँड्दा पनि ल राम्रो हुनु पर्यो। अहिले त राम्रै छ, त्यो हो कि त्यो सोच्छु। काठमाडौँको बाटो ल ठिकै छ, सोच्दै हिँड्दै गर्छु नि त। यस्तो हुन्छ कि गाडी हेर न, बाटै पछि गाडी त्यो होइन नि त। मैले गर्छु आफै। आफै त बालन सिटी हो। म त बिर्सेँ। के चाहिँ हो? मेडिकल कहाँ हो? भयो नि, यो चाहिँ बसिराखेको छ त्यत्तिकै पनि। के हो
काठमाडौँ फेरि यही नै बेलामै काठमाडौँ त्यो छैन नि रमाइलो त त्यही गेडैसँग बस पार्क आइपुग्यो होइन बस पार्क आएपछि त्यही त हो नि सानो टोलतिर छु यहाँ गाडी यहाँ छँदैछ अब हिँड्ने हो अहिलेसम्म पनि गाडी पाएको छैन होइन हामीहरू अँध्यारो भइसक्यो यार गाडी चढ्ने भनेको ल अब चाहिँ चढ्ने हो गाडी तलमाथि ल हेर त गाडी नम्बर बोलो अझै ल यस्तो रहेछ किन उठ्दै गला खगो त केही त भएको छैन अनि यत्रो गाडी पनि देख्दैन अनि झुटो बोल्न आउँदैन आफू त मिडल क्लास फ्यामिलीबाट परियो सत्य कुरा गर्दा झुटो सपना देखाएर कसैको मन जित्न मलाई आउँदैन पोखरी सङ्घर्षको दौडमा छु र चुप्छु साथी सबै कुरा याद राखेको छु कसको कस्तो थियो व्यवहार अनि कस्तो थियो गराइ राम्रोसँग चिनेको छु को आफ्नो अनि को पराइ केही छैन के भिडियो गरेको गिलास हान्दैछ ल ल ल हान हान तिम्रो खप्प पानवालाले मात्रै हो के नलाउने भनेर आफै भनेर कति ल्याइदिउँ हजुर भनेर त्यो हो नि त लु मन्दिर मेन शिवजी चाहिँ यहाँ छन् मेन शिवजी किन हो मुरली किन्ने हो र कसले बजाउने मुरली के मैले त्यही त भनेको नि हेर लाला मेला भिडियो बनाएको सबजना किन्न सस्तो के किन्ने मेलामा मेला त्यस्तो लागेको छ क्या जुत्ता त लगाएको जुत्ता होला मान्छे मात्रै गरे भयो भने लु मेलामा आएको छ भनिराखेको छ हामीहरू चाहिँ को आउँछ आओस् गराउनेवाला छैन देखाउने हिँड्ने किन्दैन फेरि पान खाने लु बङ्गाल त खाने सोध्नु न चितवनको कहाँको भनेर अघि 60को दिउँ न अनि अघि 60 राख्नुपर्छ दिनु न अनि 100 रुपियाँ दिनु न अनि के हुन्छ र नमस्कार गरेर
ल ल दिन सबै सामान थियो त्यत्रो छ खाने बेला फेरि चाट लु फुल्की खाम छोडा लु लिएर नि जुत्ता कत्रो लगाएको हेर कोले यी के केटी लिएर त्यहीमा त अग्लो छ के रे जुत्ता जुत्ता लगाएर कत्रो लगाउँछ भन्छ केटीहरूले के देख्नु भयो कसमी त्यत्रो दुईजना पानी खाने पानी खाँदै हिँड्दै यो त नलग्ने हो यो मिठाई त 50 रुपैयाँ किलो यो मिठाई त 200 रुपियाँ किलो अरे के हो रह्यो चाहिँ सुपारी भिजाको भैया दोस्त मिता ए सङ्गारी यता पनि थियो के सङ्गारी त अब यता सोधिसक्यो अब के गर्ने यता र पुलिस बस्ने टावर यहाँ सबै छ मान्छेहरू यहाँ भिडभाड छ परसम्म हेर होइन यो 100 को देशी ठ्याक्क 100 रुपियाँ फर्काउँछन् क्या यिनले होइन हिसाब किताब गर्नु पर्दैन खै के पान अब के गर्दै हिँड्ने हो ल ल ल ल के सोध्न लाग्यो फेरि सब बोला था काट है कितना खराब काम गर्दै भरिदिनु होला हो गई
नम्बरै नहीं निकल रहा मुझे तो कैसे हुई 49 हेर्नै पर्छ रातो मन पर्दैन मलाई पास में राइट हो जाता है जाना पर्छ वहाँ काठमाडौँको मार्केटमा फुटपाथमा फलेर अनार जुस मेला घुमेर आएको अब फेरि यो खोला तर्नु पर्ने अब जुत्ता सुत्ता खोलेर लु ल अब अहिले कसले बोक्ने मामालाई फेरि यहाँ पहिला पो ऱ्यापेले बोकेको थियो होइन र दौडेर उफ्रेर भन्नु न यति खोला त पहिला उफ्रेर नागिन्थ्यो अब के गर्नु अहिले फ्यान्सीहरू लजाएर न बाटो छोडिदिन्छन् के हो भने जस्तै जेमा पनि चढेछ हिँडेछ त छैन हामीहरू